हेलो गाइज, वेलकम ब्याक टु दि च्यानल। अनि त्यही हो, आज पनि ह्याप्पी फ्राइडे हो। अनि आज चाहिँ हाम्रो अस्ति चाहिँ एजुकेसन टेस्ट भएको थियो, आज चाहिँ के भन्छ फिजिकल टेस्ट भएको थियो। सुरुमा आरएलसी भयो, आरएलसी पछि पुलअप पछि स्प्रिन्ट चाहिँ थियो। अनि त्यही हो, सबैमा राम्रो टाइमिङ आयो, त्यति नट ब्याड है। अनि अहिले चाहिँ हामी त्यही हो हाम्रो चियाबारी बगानमा फुटबल खेल्नु जाँदैछौँ। बाजे र म चाहिँ कहिले नछुट्ने होइन, म जताको बाजे डिप्रेस छ आज अलिकति त्यस्तै भएको थियो। त्यहाँ चाहिँ हाम्रो दाजुहरू जानुहुँदैछ। हाई गाइस, आज चाहिँ सधैँभन्दा होइन एकदम डिफ्रेन्ट भइरहेको छ। हामी त्यही चिया बगानमा तर अर्कोबाट आएको छ। त्यहाँ भने चाहिँ कटिङ हानेर है टोटल लेभलमा छ। अनि यता चाहिँ बोजू आन्टी थुप्रै हुनुहुन्छ, एउटा कटिङ हान्नुहुँदैछ है। अनि यता चाहिँ बाजे चिनिन्छ हजुरलाई सर के भन्न चाहनुहुन्छ? आजको दिन आजको कस्तो गयो? त्यही हो। अनि अगाडि जानुहुँदैछ थुप्रै, त्यतै गर्नु होला। अहिले चाहिँ हामी ग्राउन्ड टक्क आइसकेको छौँ है। अनि त्यही हो जेनी सर, के छ आजको टेस्ट कस्तो भयो? अनि हाम्रो सुगम सरको ठिकै भयो, अस्तिभन्दा अलिकति इम्प्रुभमेन्ट भयो, ठिकै भयो भनौँ। अनि आज चाहिँ के जित्ने हो कि हार्ने वास्ता? फिक्स हो, अब ह्याट्रिक हो होइन, आज चाहिँ फिक्स हो। होस्टेल टोलीलाई सन्जो गुरुजी हाम्रो मेन डिफेन्डर टिमबाट। अम्मा बहन पे आ जाऊंगा मैं, इनकी अम्मा बहन पे आ जाऊंगा मैं। मुकेश मिनी ट्याङ्क आउ न ल, मिनी ट्याङ्क आजको आज त हामी त आज बाहिर कसले बोल्नु पर्छ ल। ओके ओके मुकेश सेट। हाम्रो यहाँ सन्डे मसाज चलिरहेको छ होइन। जरा सबर करो, बोला धक्का मुक्की नहीं करने का, आराम से लेने का। आइसाथीहरू यसले चाहिँ गेम त्यही हो, बाजेले त गोल गर्नु छैन। हामी चाहिँ खेलिसकेर एकदम गलेको अवस्था है। केटाले गोल खाइसक्यो, म चाहिँ हाफबाट छट्टा निस्किदिएको। त्यही हो, हेर्दै गर्नु होला, सपोर्ट गर्दै गर्नु होला। अनि च्यानललाई सब्सक्राइब चाहिँ गर्नु नबिर्सिनु होला।